नमस्ते सबैजना मेरा प्यारा दाजुभाइ दिदीबहिनीहरूलाई, मेरा आफन्तजनहरूलाई के गर्दै हुनुहुन्छ। फेरि पनि म तपाईहरु सामुन्ने सानो भिडियो बनाएर उपस्थित भएको छु। आज म चाहिँ कुवेत सिटी कैफानमा आएको छु। आउने क्रममा यता गार्डनमा हल्का छिर्ने क्रममा सानो भिडियो बनाएर तपाईहरु सामुन्ने उपस्थित भएको छु। तपाईहरुले के गर्दै हुनुहुन्छ, कता कता हुनुहुन्छ। कुवेतमा एकदम जाडो बढेको छ। जाडो बढेको सँगसँगै यहाँ घाम ताप्न आएको छु। म चाहिँ आज हल्का फ्री टाइममा सानो भिडियो बनाएर अपलोड गरेको छु तपाईहरु सामुन्ने। के गर्दै हुनुहुन्छ, कता कता हुनुहुन्छ र हेर्नु साथीहरु, यो चाहिँ कुवेत नगरी कैफान सिटी को सानो गार्डनको झलक देखाएको छु तपाईहरुलाई। एकदम हरियाली सुनसान जग्गा छ। यतातिर हरियाली जताततै मान्छेहरु खेल्ने ठाउँहरु छ। कसै मान्छेहरु दुखिरहेछन्। एकदम योग ध्यान गर्ने ठाउँ यतातिर। म चाहिँ कामको सिलसिलामा हल्का फुर्सदको समयमा भिडियो बनाएर तपाईहरुलाई देखाउन गएको छु। यो चाहिँ भर्खरको खजुरको बुट्टा। अहिले यो सालमा फल्छ होला यसले पनि। हेर्न सक्नुहुनेछ, जता हेर्यो खजुरै खजुर, खजुर बुटे देश। एकदमै रमाइलो छ, सुनसान हरियाली, एकदम स्वच्छ हावा सँगसँगै यता एकदमै रमाइलो छ। यतातिर यता पिकनिक पनि खाइरहेका छन् मान्छेहरुले। केही मान्छेहरु दुखिरहेका छन्। घाम एकदम मजाको लागेको छ साथीहरु, हेर्न सक्नुहुनेछ। जो जहाँ जहाँ भए पनि खुसी हुनु होला, ह्यापी हुनु होला, आफ्नो ख्याल गर्नु होला। यहाँ चाहिँ पिकनिक खाने ठाउँ यतातिर। रातिमा चाहिँ एकदम रमाइलो हुन्छ होला। म चाहिँ राति आउन पाउँदैन यतातिर।